अनि अगाडि आइयो नि ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे जन्मदिनको लाखौँ लाख शुभकामना हजुरलाई यो नि लाउनुहोस् ल कसले पठाइदिनु भएको होला नि हजुरको लागि गिफ्ट गर्नु त कसले होला चिन्नु भएन हजुरले कसले भनेर सम्झिनु न को हुनुहुन्छ त्यस्तो हजुरको लागि गिफ्ट पठाइदिने यस्तो कोही हुनुहुन्छ कि त्यस्तो सम्झिदिने अलि अगाडि हाम्रो चाहिँ बर्दिया बास्टरी हो अनि हजुरको लागि कसले पठाइदिनु भएको होला जस्तो लाग्छ हजुरलाई अरू कोही हुनुहुन्छ कि त्यस्तो हजुरको लागि पठाइदिने जस्तो कोही छोरीहरू छोराहरू कोही फ्यामिलीमा कुनै हुनुहुन्छ कि हजुरलाई पठाइदिनु सोच्नु न कसले होला त्यस्तो कुनै हुनुहुन्छ कि सोच्नु न गेस गर्नु भान्जीहरू कोही हुनुहुन्छ कि अब छोरीहरू छोराहरू नै त्यो अब त्यस्तो अब तपाईँहरूको मेरो छोराप्रति मेरो भान्जीप्रति केही छ कि चिन्नु जाने छ भने त अब त्यो भगवान् जानु नै अब हजुरलाई हुन्छ नि त मनबाट मलाई उहाँले गिफ्ट पठाइदिनु सक्नुहुन्छ उहाँले पठाइदिनु भएको होला भन्ने कोही हुनुहुन्छ त्यस्तो छोराले पठायो छोराले पठाए जस्तो लाग्छ हजुरलाई यसमा हेर्नु ल को हुनुहुन्छ उहाँले नै पठाइदिनु भएको यसमा हेर्नु हजुरको भान्जी हुनुहुन्छ उहाँले नै पठाइदिनु भएको हजुरलाई फोटो देखाइदिनु नि फोटो तपाईँलाई यसरी देखाइदिनु अलि नजिक यस्तो हजुर आइदिनु हजुर केक समातिदिनु केक के भन्न चाहनुहुन्छ हजुरको भान्जीको लागि हजुरको बर्थडेको टाइममा हजुरलाई गिफ्ट पठाइदिनु भएको छ के भन्न चाहनुहुन्छ नि उहाँलाई धेरै धेरै धन्यवाद सुन्दर पठाइदिएको म धेरै खुसी लाग्यो नरुनु न नरुने के भनिदिनु उहाँको लागि यस्तो खुसीको टाइममा रुने होइन नि हामीलाई धेरै धेरै धन्यवाद छ मामालाई चाहिँ धेरै सम्झना गरेकोमा अनि परदेशमा भए पनि खुसी रहनु सदा सर्वदा सोचेको पुरा होस् हाम्रो भान्जीको अनि आफ्नो धेरै ख्याल गर्नु मामाको यति धेरै ख्याल गरेकोमा मामालाई यति धेरै सम्झेकोमा धेरै धेरै असीम धन्यवाद छ मेरो भान्जीलाई कतिको खुसी लागिरहेको छ नि भान्जीले यसरी गिफ्ट पठाइदिँदा हजुरलाई धेरै खुसी लाग्यो वर्गाको टाइममा सम्झेर पठाइदिएकोमा धेरै आभार अरू के भन्न चाहनुहुन्छ उहाँको लागि हजुरले धेरै धेरै प्रगति उसको कमाइ काज राम्रो प्रदेशमा त्यो खालि कस्तो छ के छ हामीलाई थाहा छैन त्यो कस्तो विषय के त थाहा भएन अब यहाँबाट फोन गर्दा पनि सधैँ यसो भन्छन् हाम्रो यसो भन्छन् मेरो अब अरू के थाहा हामीलाई त फेरि पनि हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना वन्स अगेन ह्याप्पी बर्थडे हामी गएको ल